दाइले तिमीलाई यस्तो राम्रो ठाउँ लान्छ कि तिमी आसेर चकित हुनेछौ। अहिले यस्तो गल्लीतिरहरू मात्रै छिराउँछ र म कहाँ हो क्या मै अब सक भइदिन्छु क्या अहिले गल्लीतिर छिराउँदा चाहिँ फेरि बस अब यहाँ खेतहरू हेर फोटो गरेर कस्तो चाहिन्छ। खेत चाहिँ दामी छ यहाँ सबै पुरै गाउँ रहेछ। यो चाहिँ गाउँ है गाउँ भिलेज लभर हामी चाहिँ दुईजना होइन। पाहाडको खेत जस्तो छैन अनि हामी कान्ला खेत के भइरहेछ अफरोड परिहालेको फेरि हामी चाहिँ हो दायाँ बायाँ त्यही गुडुङ गुडुङ भनिन्छ होइन। दियो 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 यो हो नि त लाइन के हो के मनमा कौकुती लाग्दैछ नि होइन। एकदम 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 ओह्रालो आयो त ओह्रालो चाहिँ कहाँ जाने थोत्रै बङ्कर आयो त यस यो हो नि त यस अहिले चाहिँ बारीतिर कुरो हिँडेछ कि अहिले मार्छ होला यहाँ राम्रो छैन नि बार छ ल के डाँडा अरे यो दाइ यो चाहिँ रायपुरको डाँडा भन्छ। रायपुर डाँडामा आइपुग्यो टक्कै लगाएर रायपुरको डाँडा भन्छ हामी आएको चाहिँ परदेखि हो टाढोबाट आएको भन्दा पनि 6-7 किलोमिटर। गाडीको हालत खराब अफरोडमा दामी भ्यू देखिँदो रहेछ है डाँडाबाट चिसा खाएर भ्युज हेर्दै यो हो नि त यार एकदम दामी 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 ढिलो आयो नि त नि ढिलो आयो है। हामी ढिलो त्यो तपाईँले ढिलो गऱ्यो नि त क्या लु भाइ लु लु दाजु फाक्सा गरे गरे कान्छा लु छोचो रो छोचो छोचो अघि खोलिसकेको खोले अनि क्यामेरा पक्रेर खोल्नु अनि म खोलिहाल्छु त नि ल लु छोचो रो छोचो लु सुरु गरौँ है सुरु गरौँ गरे गरे कान्छा सुरु गरौँ दाजु। अनि घर परिवार सबै सन्चै एकदम सन्चै लु सुँगुरको मासु छोचोरो लु अचार पनि रहेछ हाम्रो गरी घरे कान्छाले अचार कस्तो छ त भने दाजु यसो अरू भन्दा नि गाउँमा बोजूले बनाएर ल्याएको एकदम टेस्टी एकदम राम्रो राम्रो अरू भन्दा नि कोदोको रक्सी चाहिँ खाउँ है त। अरे कोदोको त नि यही हो हाम्रो कोदोको उकाली ओह्राली हिँड्ने नै यसले हो। यो कोदोको रक्सी त अनि कस्तो डिउ डिउ गनाउँछ त डिउको बोतलमा भएर कोदो हो कि क्या हो बोतलमा चाहिँ डिउको हो ए हो कोदोकै हो क्या ए ल ल ल ल साह्रै मिठो फाक्सा एकदम मिठो ए लु तपाईँहरूलाई पनि खानु मन लाग्यो के गर्नु नजिकै हुनुभएको भए त दिन्थ्यौँ सेयर गरेर खाइन्थ्यो होइन। अब टाढा हुनुहुन्छ अब भिडियो हेरेर साथ दिनुहोस् है त है। त्यो रक्ती झऱ्यो कि क्या हो रक्ती स्याम भइगयो नि लु गरे कान्छा अर्कोचोटि चाहिँ झ्याउ हालेर ल्याउँ है त।
अरे ल जङ्गलको झ्याउ जङ्गलको छेउ घुवाई पारेर होइन बबाल टक्कै दाइले अनि यसो भाइको कोसेली एकदम ल फाइनली हामीले चाहिँ अँधेरोमा फर्किँदैछौँ होइन टट्ट लाएर डाँडामा गएर यसो एक दुईवटा भिडियो सिडियो खिच्यो होइन वरिपरि भ्यूहरू हेऱ्यो रमाइलो लाग्यो होइन एकछिन चिसो हावा खोज्यो रमाइलो लाग्यो कि कसो दाजु अरे एकदम राम्रो छ नि हौ भाइलाई मैले यो पहिल्यै यो ठाउँ ल्याउने मन थियो कि तर यताउति कामको व्यस्तताले होइन तर आज फेरि सही टाइममा आइएन नि दिउँसो चाहिँ आउनु पर्ने राति बेलुकातिर आएपछि अब राम्रो देखिएन क्या दिउँसोतिर अलि आउनु देखेन होइन त्यही भएर चाहिँ हामी बेलुका निस्केको तर अलिकति ढिलो भइहाल्यो के तर केही छैन बाटो चाहिँ मान्नै पर्छ है ल अफरोड चाहिँ लास्ट अफरोडै हो होइन त्यतिको मानै पर्छ कुन बाटो ल्यायो तपाईँले फेरि यार त्यही हो अघिको बाटो यही हो र तिमीलाई त जङ्गलमा छोड्यो नि त तिमीलाई त निसा लागेर तिमी त अनि हराउँदो रहेछ त यार हराउनु त म हराउँदिनँ होइन यस्तो सिधा बाटोमा हो नि अनि अघिकै बाटो भन्छ नि म हराउँदिनँ कन्फ्युज चाहिँ हुन्छु क्या तर बसेर हल्का गफसफ हान्दा हामीले यसो डाँडाको वरिपरि हेर्दै रात परिहाल्यो है अब चाहिँ हामी टट्ट लाएर रुमतिर लागिँदैछ गाडी जान्छ यस्तो भने फेरि नाइटको गाडी जाम चाहिँ हो क्या यहाँ चाहिँ